हेलो अनि नमस्ते सबैजनालाई। म प्रनु लामा तपाईहरुको अघि फेरि पनि एउटा नयाँ रेसिपी भिडियो लिएर आएको छु। आई होप तपाईहरुले मन पराइदिनुहुन्छ होला। मेरो भिडियो मन परेमा लाइक, शेयर अनि कमेन्ट गरेर आफ्नो प्रतिक्रिया दिनु चाहिँ नभुलिनु होला है। अब ढिला नगरी स्टार्ट गरौँ है त। आज चाहिँ मैले बन्दाकोपी या पत्ताकोपी त्यसको चाहिँ मोमो बनाउन लागेको। त्यही भएर त्यसको आउटर लेयरहरु जति मैला हल्का लागेको थियो त्योहरु मैले निकाल्दिए। त्यसपछि वाश गर्नुतिर लागे अनि आफ्टर वाश त्यसको त्यो कभरहरु चाहिँ साइड गरिदिए अनि मजाले काट्न थाले। चपरमा हल्का मतलब म मिन चाहिँ पार्दिन, काटेर ठिक्क काटेर चाहिँ मेरोमा चाहिँ अलरेडी यो अर्को वाला चपर थियो नि त, त्यसमा चाहिँ मजाले चप गर्छु, मजाले मिन पार्छु भनेर चाहिँ हल्का नै गरिदिए अनि त्यसमा मजाले सबै हालिदिए। त्यसपछि चप गर्नुतिर लागे हो। तपाईहरुले साइडमा प्याज पनि देख्नुहुन्थ्यो होला। आफ्टर यो गरिसकेर चाहिँ यो पत्ताकोपी काटिसकेर चाहिँ प्याज काट्छु भनेर साइडमा राखेको थिएँ नि त मैले चाहिँ। अनि मजाले हल्लाउँदै मसिनो बनाए। यतिको भएपछि चाहिँ ठिक्क हुन्छ। मलाई चाहिँ यतिको मनपर्छ, यतिको चाहिँ ठिक्क लाग्छ मलाई चाहिँ। त्यस्तो धेरै ठुल्ठुलो पनि मन पर्दैन नि त, मलाई चाहिँ यतिको चाहिँ ठिक्क लाग्छ। मिन नै खान्छु म चाहिँ। अनि त्यसपछि अरु पनि जति थियो, जति मलाई आवश्यकता थियो त्यति त्योहरु काट्न थाले। फेरि मजाले काटेर फेरि चपरमा हाल्दै चप गर्नु थाले मैले चाहिँ। यो चाहिँ सेकेन्ड हो है, सेकेन्ड हालेको मैले चाहिँ। अनि मजाले सबै त्यो गरिदिए। त्यसपछि चाहिँ मेरो प्याज काट्नु पर्ने थियो, प्याजको स्टार्ट गरे। प्याजहरु मजाले छिले। एक्लै गर्दै थिएँ नि त मैले चाहिँ, आमाले यता अरू काम गर्नुहुँदै थियो। त्यही भएर चाहिँ मैले चाहिँ मोमो बनाउनुतिर लागे। मजाले प्याजहरु छिले। मलाई चाहिँ आँसु आउँदै थियो नि त हल्का हो। अनि रेडी भयो। प्याज जति हाल्नु थियो त्यति छिलेर राखे। त्यहाँबाट प्याज पनि त्यही चपरमा, अघिकै चपरमा मजाले चप गरिदिए। त्यसपछि प्याज पनि मलाई यतिको चाहिँ ठिक्क लाग्छ। यो भन्दा ठुलो पनि मन पर्दैन, सानो पनि मन पर्दैन। ठिक्क यतिको हालिदिए मैले। सबै प्याजहरु गरिसकेको थिएँ। त्यसपछि अदुवा छिल्नुतिर लागे। अदुवा नि त्यस्तो ठुलो हाल्दिन म, ठिक्कको मतलब टेस्ट यसले चाहिँ टेस्ट इन्हान्स गर्छ नि त, त्यही भएर अदुवा लगाइदिन्छु म चाहिँ। त्यस्तो ठुलो नि लाउँदिन, ठिक्कको लगाइदिए। अनि मजाले वाश गरे अदुवालाई। त्यसपछि यो ग्रेटरमा ग्रेट गरिदिए मजाले मसिनो पारेर। त्यसपछि हल्का मैले अजिनोमोटो लगाए अनि तेल लगाइदिए। अजिनोमोटो चाहिँ मलाई त्यस्तो मन पर्दैन। अनि यो ठिक्क भइसकेको थियो। यो डो पनि रेडी थियो, आमाले अघि नै बनाइदिनु भएको थियो। अनि यता म डल्ला बनाउनुतिर लागे। त्यसपछि मैले मोमोको प्रोसेस चाहिँ देखाइन, तर बनिसकेको थियो। अनि यता अचार बनाउनुतिर लागे। अचारमा चाहिँ त्यस्तो केही हालेको थिएन मैले, धनिया र टमाटरको अचार नि रेडी भयो। त्यसपछि बेलुका फ्यामिली हामी सबैजना बसेर खानु थाल्यौं। कस्तो भयो भनेर सबैलाई सोध्दै थिए। सो थ्याङ्क यू फर वाचिङ। बाइ बाइ।